यहाँहरू सबैलाई नमस्ते। अहिले हामी यो पोखरा महानगरपालिका वडा नम्बर यो 31 हुँदै तालबेसी जाने क्रममा छौँ र अहिले यो यहाँहरूले देखिरहनु भएको छ यो तालबेसी खोला रहेको छ। यो जुन रूपा गाउँपालिकामा पर्छ यो तालबेसी खोला। यो तालबेसी खोला अहिले यो चेक ड्याम जुन बनाएको छ यहाँ रूपातालको एउटा परियोजना जुन निर्माण हुँदैछ यो परियोजना अन्तर्गतको यो माथिबाट आएको सिल्टेसनहरूलाई चाहिँ चेक गर्नको लागि यो चेक ड्याम बनाइएको छ। यहाँनिर यो चेक ड्याममा बनाइसकेपछि यहाँ एउटा ठुलो र जस्तो देखिएको छ पानी जम्मा भएको ठाउँमा। अहिले गर्मीको समयमा तपाईँ देख्न सक्नुहुन्छ यहाँ हेर्नुहोस् अहिले सयौँ मान्छेहरू यो सयौँ सवारी साधनहरू आज यो बाटो बिदाको दिनमा शनिबारको दिनमा चाहिँ प्याक भएको हामी देख्न सक्छौँ। यसले एउटा खालको यस्ता हाम्रा खोलानालाहरू थुप्रै छन्, यिनीहरूलाई थोरै बनाएर अलिकति पर्यटकीय हिसाबले अगाडि बढाउने हो भने पर्यटकीय गन्तव्यको रूपमा हामीले यसलाई यसरी डेभलप गर्न सक्छौँ भन्ने यो कुराले पनि पुष्टि गरेको छ। तपाईँ यहाँ देख्न सक्नुहुन्छ भिडियोमा सयौँ मान्छेहरू यहाँ पौडी खेलिरहेका छन्। यहाँ भिडभाड उस्तै छ। यसले एउटा खालको चाहिँ पर्यटकको गन्तव्य बन्नको लागि यस्ता खालका स्थानहरूमा पनि केही न केही गऱ्यो भने हुन्छ भन्ने यसले एउटा म्यासेज पनि दिएको छ। तपाईँहरू देख्न सक्नुहुन्छ सवारी साधन त्यस्तै छ, मान्छेहरूको भिड त्यस्तै छ। यहाँभन्दा थोरै तल रूपातालको परियोजना छ र त्यहाँ मन्दिर सहितको यो जलाशय पछि बढेर अलि माथिसम्म आउँछ र त्यहाँ मन्दिर सहितको ठुलो एउटा संरचना पनि बन्दैछ। तलपट्टि रूपातालको इन्डिङतिर त्यहाँ ड्याम चेक ड्याम बन्दैछ। त्यो ड्याम बनिसकेपछि पानीको सतह पनि माथि आउनेछ र यसले यो तालको पर्यटकीय हिसाबमा रौनकता चाहिँ बढाउनेछ।